Hey guys, welcome back to my mini vlog. यो हाम्रो मन्थली ग्रोसरी बजेट। आज चाहिँ हाम्रो छुट्टीको दिन हामी मार्केट जान रेडी हुँदै हामी अलमोस्ट रेडी भइसकेर निस्किसक्यौं। ठ्याक्कै 15 मिनेटको वेटिङ पछि हाम्रो बस पनि आयो। कन्ट्री साइड भएर बस अलमोस्ट खाली थियो। यो हो रोमानिया बुखारेस्टको लोकल मार्केट पियाचा ओबर। यहाँको चाहिँ डिटेल्समा म नेक्स्ट भिडियोमा लिएर आउनेछु। सो यहाँ चाहिँ अलिक क्रिसमस भएको कारणले गर्दाखेरि अलिक भिड छ। यहाँबाट हामीले थोरै थोरै सामान लिइसक्यौं। एकदम भिड भएको कारणले मैले त्यहाँको भिडियो बनाउन सकिनँ। सो नेक्स्ट टाइम म डिटेल्समा लिएर आउनेछु। त्यसपछि लाग्यौं हामी लिडल मार्केट। यहाँ चाहिँ स्विटहरू सस्तोमा लागेको रहेछ, तर हामी चाहिँ फर्स्टमा अरू सामान किन्ने भनेर म चाहिँ लागे चामल किन्न। यो चाहिँ हाम्रो रेगुलर खाने चामल। सो 1 महिनाको लागि मैले चामल पनि लिए। त्यसपछि मैले देखेँ यहाँ एक अचम्मको दृश्य जहाँ चाहिँ बेबीहरू किनेर लगिरहेको। त्यसपछि मेरो साथीले सबै आफ्नो पर्सनल सामान किनिन्। अनि मैले चाहिँ लिए मिल्क। मेरो साथी समटाइम मिल्क टी गर्छिन्, सो उसको लागि मैले उठाएँ। फेरि पनि यो दाइ यो बेबीहरू लिएर किन यताउति गरिरहनु भएको रहेछ। हामी आइसक्यौँ फ्रुट साइड। यहाँ चाहिँ लिची पनि रहेछ, तर मैले उठाएँ 2वटा पोमोग्रेनेट। हामीले हाम्रो अलमोस्ट सबै सामानहरू किनिसक्यौँ। मेरो साथीलाई चाहिँ डोनट मनपर्छ, सो उसले त्यो पनि किनिन्। यसरी हामी गयौँ बिल पे गर्न। बिल पे गरिसकेपछि मैले ट्याक्सी बोलाएँ। सामान अलिकति धेरै थियो, हेभी थियो। बसमा जान गाह्रो भएकोले हामी ट्याक्सीमा गएको। सो यसरी हाम्रो आजको छुट्टी पनि सक्यो, दिन पनि सक्यो, मार्केटको काम पनि सक्यो र हामी आइपुग्यौँ रुम। र रुम आइपुग्ने बित्तिकै मेरो साथी चाहिँ खाना थालिन् र यसरी सक्यो भ्लग। बाई बाई।